नमस्ते साथीहरू, वेलकम टु नेपाली अडियो बुक बाई मनीष एमए। पैसा कागजको टुक्रा वा डिजिटल नम्बर मात्र होइन, यसले हाम्रो सोच, हाम्रो निर्णय र हाम्रो जीवनको दिशा निर्धारण गर्छ। कतिपयले यसलाई छिटो कमाउँछन् तर यसलाई कायम राख्न असमर्थ छन्। कतिपय मानिस सामान्य आम्दानी भए पनि धनी हुन्छन्। यो किन? पैसा कमाउने, बचत गर्ने र बढाउने मनोविज्ञानलाई नबुझेर हामीले यसलाई राम्रोसँग सम्हाल्न सक्दैनौँ। मोर्गन हसलको पुस्तक द साइकोलोजी अफ मनीले लगानी वा वित्तको बारेमा मात्र कुरा गर्दैन, तर यसले हामीलाई हाम्रो बानी, हाम्रो व्यवहार र हाम्रो मनोवृत्ति पैसासँग कस्तो हुनुपर्छ भनेर सिकाउँछ। यो पुस्तकले हामीलाई पैसा भनेको सङ्ख्या मात्र होइन, भावना र मानसिकताको खेल हो भनेर बताउँछ। यस भिडियोमा हामी यस पुस्तकबाट पैसाको मनोविज्ञानका 8 सुनौला नियमहरू सिक्नेछौँ। यी 8 नियमहरूले तपाईँको सोचाइ र तपाईँको वित्तीय निर्णयहरू गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस् र पैसाको मनोविज्ञानलाई गहिरोसँग बुझ्नुहोस् ताकि तपाईँ आफ्नो आर्थिक भविष्य आफै नियन्त्रण गर्न सक्नुहुन्छ। नियम 1, कोही पागल छैन। हामी पैसाको संसारमा पाइला चाल्ने बित्तिकै हामीले लिने निर्णयहरू पूर्णतया तार्किक, तर्कसङ्गत र राम्ररी सोच विचार गरेर लिएका हुन् भनी अनुमान गर्छौँ। तर वास्तविकतामा यो सत्य होइन। हामी प्रत्येक आफ्नो अनुभव, हाम्रो पालनपोषण, हाम्रो वरपर र हामीले बाल्यकालदेखि सुनेका कथाहरूबाट प्रभावित हुन्छौँ। पैसाको कुरा आउँदा कोही पनि पूर्णतया तार्किक हुँदैन, बरु उसले आफ्नो अनुभवको आधारमा निर्णय लिन्छ। कल्पना गर्नुहोस् कि 1950 मा हुर्केका व्यक्तिले महामन्दिर नदेखेको हुनसक्छ, तर त्यो अवधिमा बेरोजगारी, भोक र आर्थिक कठिनाइको सामना गर्नुभएका उनका हजुरबुवाले पैसालाई फरक दृष्टिकोणबाट हेर्नुहुन्छ। उसले बचतलाई सबैभन्दा महत्त्वपूर्ण कुरा मान्न सक्छ, जबकि स्थिर अर्थतन्त्रमा हुर्केका उनका नातिले लगानी गर्न र जोखिम लिन बढी रुचि राख्न सक्छन्। पैसाप्रति दुवैको दृष्टिकोण फरक हुन्छ, तर यसको मतलब कोही सही वा गलत भन्ने होइन। प्रत्येक व्यक्तिले आफ्नो जीवनको अनुभवका आधारमा पैसासँग सम्बन्धित निर्णयहरू लिन्छन्। उदाहरणका लागि 2008 को आर्थिक मन्दी वा आर्थिक सङ्कटमा जागिर गुमाएका व्यक्तिले जुनसुकै बेला पनि सेयर बजारमा लगानी गर्न डराउन सक्छन् भने सोही अवधिमा निकै सस्तो मूल्यमा सेयर किनेर पछि ठूलो नाफा कमाएको व्यक्तिले सेयर बजारलाई ठूलो अवसर मान्न सक्छ। यसले हाम्रो विगतले हाम्रो वित्तीय निर्णयलाई कसरी आकार दिन्छ भनेर देखाउँछ। समस्या यो छ कि हामीमध्ये कसैले पनि व्यक्तिगत रूपमा संसारको सम्पूर्ण आर्थिक इतिहास अनुभव गर्न सक्दैनौँ। हामीले आफ्नो जीवनमा के देखेका छौँ वा हाम्रा आमाबाबु र हाम्रो वरपरका मानिसहरूले हामीलाई के सिकाएका छन् हामीलाई मात्र थाहा छ। यदि कोही धनी परिवारमा जन्मेको हो भने उसलाई पैसाको खासै चिन्ता हुँदैन, जबकि गरिबीमा जन्मेको व्यक्तिले पैसा बचत गर्ने र खर्च गर्ने बारे सोच्ने गर्छ। यही कारणले गर्दा मानिसहरू विभिन्न तरिकाले पैसा प्रयोग गर्छन्। बुझ्नुपर्ने कुरा यो छ कि कोही मान्छे आफ्नो बुझाइ अनुसार गलत हुँदैन। एक गरिब किसान जसले अचानक केही पैसा कमाउँछ, उसले तुरुन्तै खर्च गर्न सक्छ, किनभने उसले आफ्नो जीवनभर कसिलो ठाउँमा रहेको र उसले सिकेको छ कि पैसा हातमा आउने बित्तिकै प्रयोग गर्नुपर्छ। अर्कोतर्फ धनी परिवारबाट आएका व्यक्तिले लामो समयसम्म पैसा लगानी गर्न सोच्न सक्छन्। दुवैको दृष्टिकोण फरक छ, तर यसको मतलब यो होइन कि तिनीहरूमध्ये कोही पागल छ। हामी प्राय अरूको पैसाको निर्णय हेरेर जज गर्छौँ। जब चिट्ठी जित्ने बित्तिकै एक व्यक्ति दिवालिया हुन्छ, तब हामी उसलाई मूर्ख ठान्छौँ। हामी सोच्छौँ कि ऊ कति मूर्ख थिए, तर हामी त्यस्तो प्रकारको आर्थिक पृष्ठभूमिबाट आएको देख्दैनौँ। उनका लागि अचानक यति ठूलो रकम पाउनु भनेको पौडी नजानेको कसैलाई समुद्रमा फाल्नु जस्तै हो। उनलाई कसरी सम्हाल्ने थाहा छैन। त्यस्तै गरी कतिपय मानिसहरू धेरै पैसा कमाए पनि गुमाउलान् कि भन्ने डरमा जिउने गर्छन्। उनीहरू बाल्यकालमा यस्तो परिस्थितिबाट गुज्रेका छन् कि पैसाको अभावले उनीहरूको जीवनमा गहिरो असर पारेको छ। त्यसैले उनीहरूले आरामसँग खर्च गर्न सक्दैनन्। अर्कोतर्फ कतिपय मानिसहरूले पैसाले धेरै हल्का रूपमा लिने र अत्याधिक जोखिमपूर्ण निर्णयहरू लिन्छन्। वास्तविकता यो छ कि कोही पनि आर्थिक मामिलामा पागल हुँदैन। सबैले आफ्नो अनुभव अनुसार मात्र सोच्छन् र व्यवहार गर्छन्। जबसम्म हामी यो बुझ्दैनौँ कि मानिसहरू उनीहरूको विगतबाट प्रभावित छन्, हामी सोचिरहन्छौँ कि उनीहरूले बिना सोचिकन निर्णय लिइरहेका छन्। तर यदि हामीले अरूको दृष्टिकोण बुझ्ने प्रयास गर्यौँ भने हामीले महसुस गर्छौँ कि प्रत्येक व्यक्ति आफ्नो तरिकामा सही छ। पैसाको संसारमा कोही पनि पूर्णतया तार्किक हुँदैन। हामी सबै हाम्रा व्यक्तिगत कथाहरू, अनुभव र भावनाहरूबाट प्रभावित हुन्छौँ। यो बुझ्नु महत्त्वपूर्ण छ कि प्रत्येक व्यक्तिको दृष्टिकोणले उसको जीवनलाई प्रभावित गर्छ। यस अरूका अनुभवमा आधारित छ। यसले हामीलाई अरूको जज गर्नबाट रोक्छ र हामीलाई पैसालाई हेर्नका नयाँ दृष्टिकोण दिन्छ। भाग्य र जोखिमको नियम। हामी अक्सर सफलतालाई कला, कामदा र बुद्धिमानी निर्णयहरूको परिणामको रूपमा लिन्छौँ। तर के यो वास्तवमै त्यस्तै हो? के कला, मेहनत र बुद्धिले मात्र कसैलाई धनी बनाउन सक्छ वा भाग्य र जोखिमले पनि यसमा ठूलो भूमिका खेल्छ? कल्पना गर्नुहोस् कि बिल गेट्स अमेरिकाको सानो गाउँमा जन्मेको भए जहाँ स्कुलहरूमा कम्प्युटरै थिएनन्, के उनी आज जस्तो छन् हुनुहुन्थे? के उनले माइक्रोसफ्टको जगाला छालेको हुन्थे? भन्न गाह्रो छ।
बिल गेट्सको कडा मेहनत र बुद्धिमानीले उनको सफलतामा योगदान पुर्याएका छन्, तर उनी भाग्यमानी पनि थिए कि उनको स्कुल अमेरिकाका थोरै स्कुलहरूमध्ये एक थियो जहाँ कम्प्युटरहरू पहिलोपटक प्रस्तुत भएका थिए। उनले त्यो अवसरको सदुपयोग गरे, तर त्यो अवसर नपाएको भए सायद कथा अर्कै हुन्थ्यो। यहाँ अर्को उदाहरण हेरौँ। चिट्ठा जित्ने मान्छे करोडपति बन्न सक्छ, तर जथाभावी सोही पैसा खर्च गरेर केही वर्षमा फेरि गरिब भयो भने त्यो उसको मूर्खता हो कि यो जोखिमको खेल हो जहाँ सुरुमा भाग्यमानी भए पनि पछि भाग्य बदलियो? भाग्य र जोखिम एउटै सिक्काका दुई पाटा हुन्। जसरी हामी आफ्नो सफलताको श्रेय आफैलाई दिन्छौँ, त्यसै गरी हामी आफ्नो असफलताको लागि अरूलाई वा परिस्थितिलाई दोष दिन्छौँ। तर सत्य यो हो कि हाम्रो जीवनमा जे हुन्छ त्यो पूर्णतया हाम्रो नियन्त्रणमा हुँदैन। हामी हाम्रा निर्णयहरू नियन्त्रण गर्न सक्छौँ, तर तिनीहरूको परिणाम होइन। हामी मान्दछौँ कि यदि एक व्यक्ति सफल छ उसले सबै ठिक गरेको हुनुपर्छ, तर यथार्थमा धेरै मानिसहरू मेहनती र स्मार्ट भए पनि सफल हुन सक्दैनन्, केवल तिनीहरूले सही अवसरहरू नपाएका कारण। एकै समयमा धेरै मानिसहरू जोसँग त्यति क्षमता छैन, उनीहरू पनि सही समयमा सही ठाउँमा भएकाले सफलता पाउँछन्। यसको मतलब यो होइन कि कडा मेहनत र समझको कुनै मूल्य छैन, तर यो बुझ्नुपर्छ कि सफलता र असफलतामा भाग्य र जोखिमको ठूलो भूमिका हुन्छ। अब सोच्नुहोस्, यदि कुनै व्यक्तिले शेयर बजारमा धेरै राम्रो कमाइ गरिरहेको छ भने यो उसको बुद्धिमत्ताको परिणाम मात्र हो, वा यो पनि सम्भव छ कि उसले बजार तीव्र गतिमा बढिरहेको समयमा लगानी गरिरहेको छ? अर्कोतर्फ अर्को व्यक्ति जो समान रूपमा स्मार्ट छ तर मन्दीको समयमा लगानी गर्छ पैसा गुमाउन सक्छ। हाम्रो दिमागले स्वीकार गर्न गाह्रो छ कि केही कुराहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। हामी सफल व्यक्तिहरूको कथालाई आदर्श मान्छौँ र सोच्दछौँ कि यदि हामीले त्यसै गर्यौँ भने हामीले पनि त्यस्तै परिणाम पाउनेछौँ। तर हामी यो बिर्सिन्छौँ कि प्रत्येक कथामा भाग्य र जोखिम दुवै समावेश हुन्छन्। यसको सबैभन्दा ठूलो बेफाइदा हामीले गलत आदर्श रोज्नु हो। यदि कोही भाग्यले मात्र सफल भएको छ र हामीले उसको नक्कल गर्न थाल्यौँ भने सफलता मिल्दैन। अर्कोतर्फ यदि कोही धेरै मेहनती थियो तर जोखिमको कारण असफल भयो र हामीले उसबाट सिक्न छोड्यौँ भने हामीले महत्त्वपूर्ण पाठ गुमाउनेछौँ। त्यसो भए हामीले के गर्नुपर्छ? सबैभन्दा पहिले हामीले यो बुझ्नुपर्छ कि कुनै पनि सफलता वा असफलता व्यक्तिको गुणहरूको कारणले हुँदैन। हामीले अरूका कथाहरूलाई ध्यानपूर्वक जाँच गर्नुपर्छ र तिनीहरू भाग्यमानी थिए वा तिनीहरूको रणनीति वास्तवमै प्रभावकारी थियो कि भनेर बुझ्नुपर्छ। यसबाहेक हामीले आफ्नो सफलतालाई आफ्नो मेहनतको फल सम्झेर गर्व गर्नु हुँदैन। हाम्रो सफलतामा भाग्यले पनि ठूलो भूमिका खेलेको हुन सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले अरूको असफलतालाई उनीहरूको मूर्खताको रूपमा विचार गरेर न्याय गर्नु हुँदैन, किनभने यो सम्भव छ कि तिनीहरूले सबभन्दा गलत गरे। तिनीहरूले सही काम गरेको हुन सक्छन्, तर तिनीहरू गलत समयमा गलत ठाउँमा थिए। भाग्य र जोखिम हाम्रो जीवनका पक्षहरू हुन् जसमा हामीसँग कुनै नियन्त्रण छैन। तर यदि हामीले तिनीहरूलाई बुझ्यौँ भने हामी हाम्रा अपेक्षाहरूलाई अझ यथार्थवादी बनाउन सक्छौँ, हाम्रा निर्णयहरू सुधार्न सक्छौँ र अरूप्रति अझ सहानुभूति पाउन सक्छौँ। नियम 3, कहिल्यै पर्याप्त हुँदैन। संसारमा पैसाको जाल छ र अधिक प्राप्त गर्ने इच्छा छ। अब मसँग पर्याप्त छ, म सन्तुष्ट छु भनेर कसैले भन्दैन। अरबपति होस् या सामान्य काम गर्ने, सबैजना धेरैको दौडमा दौडिरहेका छन्। तर के यो दौड कहिले अन्त्य हुन्छ? यसको सबैभन्दा रमाइलो कथा राजनीतिज्ञ र लगानीकर्ता जोन भोगलले वर्णन गरेको एउटा घटना हो। उनले भनेका थिए कि एकपटक दुई प्रसिद्ध लेखक कर्ट गुन्ट र जोजेफ हेलर एउटा अरबपतिको घरमा भेटेका थिए। एउटा गुन्टले ठट्टा गर्दै हेलरलाई भन्यो, के तपाईँलाई थाहा छ यो अरबपतिले एक दिनमा त्यति धेरै कमाउँछन् जति तपाईँको सबैभन्दा धेरै बिक्री भएको किताब क्याच 22ले जीवनभर कमाएको छ? हेलर मुसुराएर भन्यो, हँ, तर मसँग केही छ जो उसँग कहिल्यै हुँदैन। पर्याप्त भएको अनुभव एउटा यस्तो अनुभव हो जो धेरै कम मानिसमा हुन्छ। पैसा कमाउने भोग यति बढ्छ कि कसैलाई पनि पर्याप्त भयो जस्तो लाग्दैन। यो गरिब र मध्यम वर्गमा मात्र सीमित छैन, यो लोभ अरबपतिमा पनि देखिन्छ। सोच्नुहोस्, किन केही धनीहरू जोसँग पहिले नै यति धेरै छ कि आफ्ना आगामी 7 पुस्ताहरू आरामसँग बाँच्न सक्छन्, अझै पनि गलत तरिका अपनाएर धेरै कमाउने प्रयास गर्छन्? उनीहरू स्क्याम गर्छन्, नियम तोड्छन्, घुस लिन्छन् र धेरै पटक जेल जान्छन्। के तिनीहरूलाई पैसा चाहिन्छ? वास्तवमा तिनीहरू पर्याप्त महसुस गर्न असमर्थ छन्।
एउटा रमाइलो उदाहरण हेरौँ। बर्नी म्याडोफ एउटा सफल लगानीकर्ता थिए जोसँग पहिल्यै नै लाखौं डलर थियो, तर उनी अझै धोकाधडीमा इन्भल्भ भए किनभने उनलाई अझै चाहिन्थ्यो। जब उनको स्क्याम पत्ता लाग्यो, उनले आफ्नो सबै सम्पत्ति मात्र गुमाएनन् तर जेल पनि जानु पर्यो। उनको परिवारको इज्जत खतम भयो। यो कथाले हामीलाई के सिकाउँछ भने जब हामीले पर्याप्त बुझ्दैनौँ त्यसपछि हामी आफ्नो खुसी, सम्मान र आत्मसन्तुष्टिको लागि थप चाहना गर्न थाल्छौँ। प्रमोसन र स्यालेरी वृद्धि भए पनि शान्ति मिल्दैन। हाम्रो वरपर हामीभन्दा धेरै कमाउने व्यक्तिहरू भएकाले हामीलाई पर्याप्त हुँदैन। हाम्रो समस्या यो होइन कि हामीसँग पैसा कम छ, तर हामी सधैँ तुलना गर्छौँ। हामीसँग जे छ त्यो हामीलाई राम्रो लाग्छ जबसम्म हामीले अरू कसैले हामीभन्दा राम्रो गरेको देख्दैनौँ। यो दौडको कुनै गन्तव्य छैन भनेर हामीले बिर्सेका छौँ। यदि हामीले जतिसुकै कमाए पनि सन्तुष्ट हुन सिक्यौँ भने त्यसले हामीलाई कहिले खुसी बनाउँदैन। पर्याप्त महसुस हुनु बहुत महत्त्वपूर्ण छ किनभने लोभको कुनै सीमा छैन र जब हामीले यसलाई नियन्त्रणमा राख्दैनौँ त्यसले हामीलाई निलिन्छ। यसको मतलब यो होइन कि हामीले कडा मेहनत गर्न छोड्नुपर्छ वा आर्थिक रूपमा बढ्नुपर्छ, तर यसको मतलब यो हो कि हामीले बुझ्नुपर्छ कि पैसा केवल एउटा माध्यम हो र जीवनको अन्तिम लक्ष्य होइन। हामीले सन्तुलित र खुसी जीवन बिताउनको लागि कति पर्याप्त छ भनेर निर्णय गर्नुपर्छ। यो कुरा बुझ्ने मानिसहरू जीवनमा बढी सन्तुष्ट हुन्छन्। एकपछि अर्को दिनमा कुराकानी गर्न खोज्छन् र केही दिनमा तिनीहरू बिना डर पुरै सडक घुम्न सक्छन्। यो जोखिमको सिडी हो। साना तिना जोखिम लिएर ठूला जोखिम मोल्न सकिन्छ। तर यदि त्यो बच्चाले लड्ने डरले चाँडै साइकल चलाउन छोड्यो भने तिनीहरू कहिल्यै सिक्न सक्दैनन्। अब यसलाई वास्तविक जीवनमा लागू गर्नुहोस्। मानौ तपाईलाई सार्वजनिक बोल्नेको डर छ। यदि तपाईँ एक दिन हजारौं मानिसहरूको अगाडि बिना डर बिना बोल्न सफल हुनुहुनेछ भन्ने सोच्नुहुन्छ भने यो असम्भव देखिन्छ। तर यदि तपाईले सानो कदम चाल्नुभयो भने पहिले साथीहरू अगाडि बोल्दै, त्यसपछि सानो समूहमा, त्यसपछि बैठकमा तपाईको आत्मविश्वास बिस्तारै बढ्दै जान्छ र तपाईले आफ्नो डरलाई जित्नुहुनेछ। विश्वका सबैभन्दा ठूला जोखिम लिनेहरूले पनि यही सिडी चढेर ठूलो उचाइ हासिल गरेका छन्। कोही पनि रातारात चरम जोखिम लिने व्यक्ति बन्दैनन्। हरेक ठूला निर्णय, हरेक ठूला साहसिक कार्य, हरेक महान सफलता साना जोखिमहरूबाट सुरु हुन्छ। यही कारणले गर्दा केही व्यक्तिहरूले उच्च जोखिमको अवस्थालाई पनि सजिलैसँग ह्यान्डल गर्न सक्छन्, किनभने उनीहरूले आफ्नो जोखिम लिने क्षमतालाई बिस्तारै विकास गरेका छन्। यस अध्यायबाट सबैभन्दा ठूलो पाठ यो हो कि यदि तपाईँ आफ्नो जीवनमा जोखिम लिन डराउनुहुन्छ भने तपाईले एकैचोटि कुनै ठूलो जोखिम लिनु आवश्यक छैन। तपाईले भर्खरै आफ्नो जोखिम सिडीमा एक कदम चाल्नु आवश्यक छ। तपाईले पाइलाहरू चढ्नुपर्छ। साना साना चुनौतीहरू स्वीकार गर्नुहोस्। आफ्नो आराम क्षेत्रबाट बाहिर आउनुहोस् र बिस्तारै आफ्नो डर पछि छोड्नुहोस्। किनकि यदि तपाईँ सधैँ सुरक्षित क्षेत्रमा बस्नुभयो भने तपाईको जीवन कहिल्यै परिवर्तन हुने छैन। तर यदि तपाईँ बिस्तारै आफ्नो जोखिम लिने क्षमता विकास गर्नुहुन्छ भने तपाईँ आज तपाईलाई असम्भव देखिने कुरा हासिल गर्न सक्नुहुन्छ। जोखिम एक सिडी जस्तै छ। साना पाइलाले उचाइमा पुर्याउन सक्छ। प्रश्न यो छ, के तपाईँ यस सिडीमा पहिलो कदम चाल्न तयार हुनुहुन्छ? जोखिमको लागि अध्याय 4 प्रशिक्षण केही मानिसहरूले जन्मको प्रतिभा लिएर जोखिम लिनु हो वा यो सिक्न र विकास गर्न सकिने सिप हो? यो प्रश्न धेरै महत्त्वपूर्ण छ किनभने जब हामी जोखिम लिने व्यक्तिलाई देख्छौँ, त्यो उच्च दाउ व्यवसायी होस्, हामीलाई लाग्छ कि तिनीहरूभित्र कुनै महाशक्ति छ जसले उनीहरूलाई बिना डर ठूला निर्णयहरू लिन सक्ने क्षमता दिन्छ। तर सत्य अर्कै छ। जोखिम लिनु कुनै जादु होइन, तर यो एउटा सिप हो जुन तपाईले सिक्न सक्नुहुन्छ। तपाईले उचित प्रशिक्षण मार्फत सिक्न सक्नुहुन्छ। जब हामी जोखिम लिने कुरा गर्छौँ, यो केवल भाग्य वा प्राकृतिक साहसमा निर्भर गर्छ होइन, बरु त्यो परिस्थितिको लागि हामीले आफूलाई कति तयार गरेका छौँ त्यसमा निर्भर गर्छ। अर्थात् जोखिम लिनु कुनै सिक्का होइन, तर यो एउटा गणना प्रक्रिया हो जसलाई तपाईले आफ्नो दिमाग र शरीरलाई तालिम दिएर सुधार गर्न सक्नुहुन्छ। अब कल्पना गर्नुहोस्, जब एउटा दमकल जलिरहेको घरमा जान्छ, के ऊ बिना सोचेर भित्र हाम फाल्छ? होइन, उसलाई थाहा छ आगो कसरी फैलिन्छ।
उसलाई थाहा छ कहाँ जाने र कसरी खतरा कम गर्ने। तालिम लिनुहुन्थ्यो। यो जोखिमको तालिम हो। आफ्नो दिमाग र शरीरलाई यसरी तयार गर्नुहोस् कि जब उच्च जोखिमको अवस्था आउँछ तपाईले बिना आत्तिएकन सही निर्णय लिन सक्नुहोस्। नयाँ व्यवसायमा लगानी गर्न चाहनुहुन्छ भने अनुसन्धान नगरिकन करोडौं लगानी गर्नुहुन्छ? बिल्कुल होइन। पहिले तपाईले बजार अध्ययन गर्नुहुन्छ, डेटाको विश्लेषण गर्नुहुन्छ, विशेषज्ञहरूसँग कुरा गर्नुहुन्छ र त्यसपछि गणना गरिएको जोखिम लिनुहुन्छ। यो नै जोखिम लिने वास्तविक सूत्र हो। सही तयारी, सही ज्ञान र कार्यान्वयन। जोखिम लिने सुधार गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा एक्सपोजर हो, त्यसो हो। यदि तपाईँ कुनै कुरासँग डराउनुहुन्छ भने तपाईले आफूलाई बारम्बार त्यस अवस्थामा राख्नुपर्छ ताकि तपाईको दिमागले त्यस कुरालाई सामान्य मान्न थालोस्। जब एउटा नेभी सिल सिपाहीले पहिलो पटक पानीमुनि आफ्नो श्वास रोक्नको लागि तालिम दिन्छ, ऊ नर्भस हुन्छ, तर बारम्बार तालिमपछि उसको दिमागले त्यस अवस्थालाई सामान्य मान्न थाल्छ र ऊ नर्भस बिना मिसन पूरा गर्न सक्छ। अवधारणा सबै प्रकारका जोखिम लिनेहरूमा लागू हुन्छ। जोखिम लिने सुधार गर्नको अर्को महत्त्वपूर्ण कुरा सिमुलेसन हो, त्यसो हो। तपाईले वास्तविक जोखिम लिनुभन्दा अगाडि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। पाइलटहरू हजारौं फिटको उचाइमा विमान उडाउनुभन्दा अगाडि उडान अक्षरहरू प्र्याक्टिस गर्छन्। डाक्टरहरू शल्यक्रिया गर्नुभन्दा अगाडि भर्चुअल रियालिटी ट्रेनिङ लिन्छन् र एथलिटहरू आफ्नो प्रदर्शन बारम्बार परीक्षण गर्छन्। जब तपाईको दिमागले पहिले नै धेरै पटक परिस्थिति अनुभव गरिसकेको छ, वास्तविक जोखिम लिने डर धेरै कम हुन्छ। अब प्रश्न यो छ कि कुनै पनि व्यक्तिले आफूलाई एक स्मार्ट जोखिम लिने बनाउन सक्छ? सुकल भन्छन्, हो, पक्कै पनि। यदि तपाईले आफूलाई सही तालिम र सही एक्सपोजर दिनुभयो भने तपाईँ आफ्नो कम्फर्ट जोनबाट बाहिर आउन सक्नुहुन्छ र राम्रा निर्णयहरू लिन सक्नुहुन्छ। हरेक ठूला जोखिम लिनेले पहिले सानो कदम चालेर आफूलाई तयार गर्छन् र यही नै सबैभन्दा ठूलो रहस्य छ। यस अध्यायको सबैभन्दा ठूलो पाठ यो हो कि जोखिम लिनु जादुई शक्ति होइन, तर सिकिएको सिप हो। यदि तपाईले सही तालिम लिनुभयो, सही मानसिकताको विकास गर्नुभयो र बिस्तारै आफूलाई एक्सपो दिनुभयो भने तपाईँ पनि ती मानिसहरूमा जोडिन सक्नुहुन्छ जसले ठूला जोखिमहरू चलाकीसँग लिन्छन् र आफ्नो जीवनमा ठूलो सफलता हासिल गर्छन्। त्यसो भए अब प्रश्न यो छ कि के तपाईँ अर्को जोखिमको लागि आफूलाई तयार गर्न तयार हुनुहुन्छ? अध्याय 5, मनको शक्ति। के तपाईले कहिल्यै महसुस गर्नुभएको छ कि कुनै पनि ठूलो निर्णय लिनुभन्दा अगाडि तपाईँ भित्रबाट आवाज आएको थियो, यसो गर, यो गर्नु सही काम हो, वा परिस्थिति देखेपछि अचानक यहाँ केही गलत छ भन्ने महसुस भयो, मैले यसबाट टाढा रहनुपर्छ? यो तपाईको भित्र गटबाट एउटा आवाज आउँछ जसलाई हामी प्राय भिजिएको खुसीलाई पैसाको थुप्रोसँग होइन, आफ्नो सम्बन्ध, अनुभव र मानसिक शान्तिसँग जोड्छन्। उनीहरूलाई थाहा छ कि जीवनमा सबैभन्दा मूल्यवान चीजहरू किन्न सकिँदैन, जस्तै प्रेम, मित्रता, स्वास्थ्य र आराम। यदि हामीले यो सत्यलाई छाडै बुझ्यौं कि पर्याप्त छ, तब हामी सन्तुलित र सुखी जीवन बिताउन सक्षम हुनेछौं। त्यसो भए हामी अनावश्यक तनावबाट बच्न र हाम्रो जीवनलाई थप अर्थपूर्ण बनाउन सक्छौं। चमत्कारी कम्पाउन्डिङको नियम। पैसा बढाउने सबैभन्दा ठूलो रहस्य के हो? कसैले यसलाई स्मार्ट लगानी भन्छन्, कसैले यसलाई राम्रो रणनीति ठान्छन्, कोहीले यसका लागि धेरै पैसा कमाउनु आवश्यक ठान्छन्, तर सत्य यो भन्दा धेरै सरल र शक्तिशाली छ। चक्रवृद्धि ब्याज संसारको सबैभन्दा ठूलो वित्तीय जादु हो। यदि बुझिन्छ भने यसले कसैलाई धनी बनाउन सक्छ। यदि तपाईलाई संसारको सबैभन्दा ठूलो लगानीकर्ता को हो भनेर सोधियो भने सायद तपाईको जवाफ वरेन बफेट हुनेछ। यो साँचो हो, तर के तपाईलाई थाहा छ कि उनको अधिकांश सम्पत्ति 20 वर्षको उमेरमा बढेको छ? ऊ सुपरमानव होइन, तर उसले एउटा साधारण कुरा बुझ्यो र अपनायो, कम्पाउन्डिङको जादु। उनले बुद्धिमानीपूर्वक लगानी मात्र गरेनन्, तर लामो समयसम्म गरे। यो उनको वास्तविक रहस्य हो। कल्पना गर्नुहोस् कि तपाईसँग 1000 रुपैयाँ छ र तपाईले यसलाई हरेक वर्ष 10% ब्याजमा लगानी गर्नुहुन्छ। पहिलो वर्षको अन्त्यमा तपाईसँग 11000 हुनेछ। दोस्रो वर्षमा फेरि ब्याज थप्दा अब 10000 मा नभई 11000 मा उपलब्ध हुनेछ, जसले तपाईको रकम बढ्दै जान्छ, समयसँगै छिटो बढ्दै जान्छ। यो प्रक्रिया यति शक्तिशाली हुन्छ कि पछिल्लो वर्षहरूमा पैसा आफै एक राम्रो उदाहरण बन्छ। वारेन बफेटको यात्रा। उनले 11 वर्षको उमेरमा लगानी गर्न थाले र यसलाई निरन्तर जारी राखे। यदि उनले 30 वर्षको उमेरमा लगानी गर्न थालेको भए
आजको जस्तो अर्बपति बन्ने थिएनन्। यसको मतलब यो हो कि जति चाँडै पैसा लगानी गर्न थाल्छ यो राम्रो छ। तर यहाँ समस्या छ। अधिकांश मानिसमा धैर्यता छैन। उनीहरू चाँडै पैसा कमाउन चाहन्छन्। तिनीहरू सर्टकटहरू खोज्छन्, जोखिमपूर्ण सम्झौताहरू गर्छन् र त्यसपछि जब तिनीहरू असफल हुन्छन्, लगानी तिनीहरूका लागि होइन भनेर मान्छन्। तिनीहरूले बुझ्न आवश्यक छ कि कम्पाउन्डिङ एक जादुई चाल जस्तै होइन जसले तुरुन्त परिणाम दिन्छ। यो बाँसको रुख जस्तै काम गर्छ। वृद्धि सुरुमा स्लो हुन्छ, तर एकपटक गति लिँदा यसलाई रोक्न असम्भव हुन्छ। अब कल्पना गर्नुहोस् कि कतिजना मानिसहरूसँग अहिले पैसा कम छ वा पछि धेरै बचत हुनेछ भनी सोचेर पैसा बचत गर्न छोडिराख्छन्। तर कसैले 20 वर्षको उमेरमा मासिक 1000 रुपैयाँ मात्र लगानी गरेमा यो सबैभन्दा ठूलो गल्ती हो। र यदि 12 वर्षीय वार्षिक रिटर्न सहित 40 वर्षसम्म कायम राखेमा सेवानिवृत्तिको समयमा करोडमा परिणत हुन सक्छ। तर यदि कोही 30 वर्षको उमेरमा काम सुरु गर्छ भने सोही नतिजा पाउनको लागि दोब्बर पैसा लगानी गर्नुपर्छ। यसको सबैभन्दा ठूलो पाठ यो हो कि लगानीमा सबैभन्दा महत्त्वपूर्ण कुरा समय हो। धेरै पैसा लगानी गरेर मात्र होइन, यो राम्रो छ, तर लगानीलाई लामो समयसम्म कायम राख्नु अझ महत्त्वपूर्ण छ। यही कारण हो कि बिरामी लगानीकर्ताहरू सधैँ जित्छन्। कम्पाउन्डिङको अर्को चमत्कार यो हो कि यो पैसा मात्र होइन, जीवनको हरेक पक्षमा लागू हुन्छ। कम्पाउन्ड गरेर ज्ञान पनि बढ्छ। यदि तपाईले हरेक दिन मात्र एकले सुधार गर्नुभयो भने वर्षको अन्त्यमा तपाईँ 37 गुणा राम्रो हुन सक्नुहुन्छ। हाम्रो बानी, फिटनेस र सम्बन्धमा पनि यही नियम लागू हुन्छ। साना साना सुधारहरू गर्ने मानिसहरू केही वर्षपछि अरूभन्दा धेरै अगाडि जान्छन्। त्यसैले यदि तपाईँ धनको वास्तविक रहस्य बुझ्न चाहनुहुन्छ भने यो गोप्य रणनीति होइन, समय र धैर्यताले चमत्कार गर्छन् भन्ने कुरा बुझ्दा नै हो। चाँडै लगानी सुरु गर्ने मानिसहरू, यदि तिनीहरूले यसो गर्छन् र धैर्य राख्छन् भने तिनीहरू बिस्तारै र निश्चित रूपमा आर्थिक स्वतन्त्रतातर्फ अघि बढ्छन्। कम्पाउन्डिङको जादु ढिलो भए पनि सबैभन्दा पावरफुल नियम 5, धनी बन्नु बनाम धनी रहनु। पैसा कमाउनु एक कुरा हो, तर यसलाई सम्हाल्नु फरक गेम हो। धेरै मानिस धनी हुन्छन्, तर थोरै मात्रै आफ्नो सम्पत्ति लामो समयसम्म कायम राख्न सफल हुन्छन्। संसारमा यस्ता अनिगन्ती उदाहरणहरू छन् जहाँ मानिसहरू अचानक धेरै धनी भए तर केही वर्षमै सबै कुरा गुमाए, किनभने पैसा कमाउने र त्यसलाई सम्हाल्ने नियमहरू फरक छन्। सोच्नुहोस् कि तपाईले कडा मेहनत गरेर धेरै पैसा कमाउनु भएको छ। अब अर्को प्रश्न यो छ कि यो पैसा सधैँभरि तपाईसँग रहनेछ? के तपाईँ यसलाई भविष्यमा पनि बढाउन सक्नुहुनेछ? इतिहास साक्षी छ कि धनी बन्नमा मात्र ध्यान केन्द्रित गर्ने मानिसहरू अन्ततः असफल हुन्छन्। सबैभन्दा ठूलो उदाहरण बर्नी मेडफ हुन्। उनी कुनै समय संसारको सबैभन्दा सफल लगानीकर्ता थिए, तर उनको लोभ र खराब निर्णयले उनलाई जेलमा पुर्यायो। वारेन बफेटलाई हेर्नुहोस्। उनी जोखिम प्रबन्धन र लामो समयसम्म बाँच्न सक्ने क्षमता बुझेकाले उनी धनी मात्र भएनन्, तर आफ्नो सम्पत्ति पनि कायम राखे। विकसित मानसिकता। पैसा कमाउन आत्मविश्वास चाहिन्छ, तर यसलाई कायम राख्न नम्रता र सावधानी चाहिन्छ। जब मानिस धनी हुन्छन्, तिनीहरू विश्वास गर्न थाल्छन् कि तिनीहरू हरेक पटक सही हुनेछन्। तिनीहरू थप जोखिम लिन थाल्छन्। तिनीहरू सोच्छन् कि तिनीहरूको हरेक निर्णय सही हुनेछ र यो अति आत्मविश्वास उनीहरूको पतनको सुरुवात हुन्छ। हामी वरिपरि धेरै उदाहरणहरू छन् जहाँ मानिसहरू अचानक धनी भए, तर केही गल्तीहरूका कारण उनीहरूले सबै गुमाए। लटरी जित्नेहरूको कथा यसको प्रमाण हो। एक प्रतिवेदन अनुसार धनी रहनको लागि पैसा कायम राख्ने मानसिकता अपनाउन नसकेमा 70% चिट्ठा जित्नेहरू केही वर्षभित्रै गरिब हुन्छन्। दुई सबैभन्दा महत्त्वपूर्ण गुणहरू डर र धैर्यता छन्। डर भनेको यो होइन कि तपाईँ लगानी गर्न वा पैसा कमाउन डराउनुपर्छ, तर तपाईँले यो बुझ्नुपर्छ कि चिजहरू जहिले पनि खराब हुन सक्छन्। यो डर बुझ्ने मानिसहरूसँग सधैँ ब्याकअप प्लान हुन्छ। तिनीहरूले जोखिम कम गर्न आफ्नो लगानी विविध राख्छन् र तिनीहरू अनावश्यक रूपमा ठूलो जोखिम लिँदैनन्। दोस्रो महत्त्वपूर्ण गुण धैर्य हो। पैसा कमाउनको लागि धैर्य चाहिन्छ, तर त्यसलाई कायम राख्न अझै धेरै धैर्य चाहिन्छ। धेरै मानिसहरू छोटो समयमा धनी बन्ने प्रयासमा धेरै जोखिम लिन्छन् र जब चीजहरू गलत हुन्छन्, यदि तिनीहरू गलत छन् भने तिनीहरूले सबै कुरा गुमाउँछन्। जबकि जो बिस्तारै तर स्थिर रूपमा लामो समयसम्म बाँच्छन्, यसको उत्कृष्ट उदाहरण जापानी कम्पनीहरू हुन्। तिनीहरूले धेरै सुरक्षित रणनीति अपनाए। तिनीहरू ठूला जोखिमहरू लिनबाट जोगिन्छन् र त्यसैले तिनीहरू दशकौंसम्म बजारमा स्थिर रहन्छन्। यो बुझ्नु पनि महत्त्वपूर्ण छ कि पैसा कमाउनु एक पटकको प्रक्रिया हुन सक्छ, तर यसलाई बचाउनु र बढाउनु जीवनभरको खेल हो।
धनी रहनको लागि उत्तम तरिका भनेको चीजहरू सधैँ तपाईँको योजना अनुसार चल्दैनन् भनेर आफैलाई सम्झाइरहनु हो। तपाईँ गलत निर्णयहरूको लागि तयार हुनुपर्दछ र आफ्नो लगानीलाई यसरी संरचना गर्नुहोस्, यदि त्यहाँ मन्दी छ भने तपाईँ बाँच्नुहुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि जब तपाईँ पैसा कमाउनुहुन्छ, यसलाई गुमाउनबाट बच्नको लागि रणनीति बनाउनुहोस्। तपाईसँग जहिले पनि सुरक्षा जाल हुनुपर्छ, चाहे यो आपतकालीन कोष होस्, विविध लगानी वा जोखिम सीमित गर्ने विचार होस्। यदि तपाईँ धनी रहन चाहनुहुन्छ भने तपाईँले आफ्नो सीमितताहरू पहिचान गर्नुपर्दछ। तपाईँले स्वीकार गर्नुपर्छ कि तपाईँ हरेक पटक सही हुन सक्नुहुन्न। त्यसैले तपाईँले आफ्नो रणनीति सन्तुलित राख्नुपर्दछ। यो कुरा बुझ्ने मानिस धनी मात्र होइन, लामो समयसम्म आफ्नो धनलाई कायम राख्छन्। 6औं नियमले तपाईँलाई जित्नु बताउँछ। हामी प्राय पैसाको संसार र लगानीलाई तार्किक, तर्कसङ्गत र गणितीय रूपमा सोच्दछौँ। हामी सोच्दछौँ कि यदि कुनै रणनीति काम गरिरहेको छ भने त्यो सधैँ काम गर्छ र यदि यो असफल हुन्छ भने त्यो बेकार छ। तर वास्तविकता योभन्दा धेरै फरक छ। पैसाको संसार एउटा चिट्ठा जस्तै हो, जहाँ केही ठूला निर्णयहरू, केही असाधारण सम्झौताहरू वा केही दुर्लभ अवसरहरूले सम्पूर्ण खेललाई परिवर्तन गर्न सक्छन्। यो बुझ्नको लागि हामीले टेल यु विनको रहस्य बुझ्नुपर्छ। कल्पना गर्नुहोस् कि तपाईँ सिक्का फ्याँकिरहनु भएको छ। टाउको प्राप्त गर्ने सम्भावना 50 छ र पुच्छर प्राप्त गर्ने सम्भावना पनि 50 छ। तर यहाँ एक ट्विस्ट, यदि हेड्स आउँछ, पुच्छर आयो भने केही परिवर्तन हुँदैन। तर पुच्छर आयो भने 100 गुणा पुरस्कार पाउनुहुन्छ। अब तपाईँ यो सिक्का कति पटक फ्याँसाउन चाहनुहुन्छ? जवाब स्पष्ट छ, सकेसम्म धेरै पटक। किनभने तपाईँले धेरै पटक हारे पनि, तर एक जितले तपाईँको सबै घाटाको क्षतिपूर्ति गर्नेछ र तपाईँले ठूलो नाफा पाउनुहुनेछ। लगानी र पैसाको संसारमा पनि यही सिद्धान्त लागू हुन्छ। धेरै जसो सफल लगानीकर्ताहरू हरेक पटक सही हुँदैनन्। तिनीहरू धेरै पटक गलत हुन्छन्, तर तिनीहरूका केही असाधारण सफलताहरूले तिनीहरूका सबै घाटाहरू रद्द गर्छन् र तिनीहरूलाई ठूलो विजेता बनाउँछन्। सोच्नुहोस् कि एप्पल जस्ता कम्पनीहरू आज जहाँ छन् त्यहाँ पुग्न कति असफलताहरू सामना गर्नु परेको होला। स्टिभ जब्सले धेरै प्रोडक्टहरू लन्च गरेको हुनुपर्छ जुन फ्लप भए, तर आइफोन आयो, त्यसले सम्पूर्ण प्रविधि उद्योगलाई परिवर्तन गर्यो। यो टेल्स यु विनको म्याजिक हो। यदि हामीले शेयर बजारलाई हेर्यौं भने धेरै जसो कम्पनीहरू औसत वा असफल भएको पाउँछौं, तर त्यहाँ थोरै कम्पनीहरू मात्र छन् जसले सम्पूर्ण बजारको प्रवृत्ति परिवर्तन गर्छन्। यदि कुनै लगानीकर्ताले यी थोरै कम्पनीहरूमा सही समयमा लगानी गर्यो भने उसले अन्य सबै गलत निर्णयहरूका बावजुद पनि ठूलो नाफा कमाउन सक्छ। यहाँको सबैभन्दा ठूलो पाठ यो हो कि हरेक निर्णय जित्नु हार्नुको मापदण्डमा लिनुपर्छ। कहिलेकाहीँ तपाईँले असफलताहरूबाट सिक्नुपर्छ र तिनीहरूलाई प्रक्रियाको भागको रूपमा विचार गर्नुपर्छ। यदि तपाईँ एउटा रणनीतिमा काम गरिरहनु भएको छ जहाँ साना असफलताहरू भइरहेका छन्, तर तपाईँ विश्वास गर्नुहुन्छ कि एउटा ठूलो सफलताले तपाईँको सम्पूर्ण दिशा बदल्न सक्छ भने तपाईँ धैर्य हुनुपर्छ। त्यसैले सबैभन्दा सफल व्यक्तिहरू जोखिम लिन डराउँदैनन्। उनीहरूलाई थाहा छ कि कहिलेकाहीँ उनीहरूको निर्णय गलत हुनेछ, तर एक सही निर्णयले यति ठूलो परिवर्तन ल्याउन सक्छ कि अन्य सबै कुराहरू अप्रासङ्गिक हुनेछन्। यसको उत्कृष्ट उदाहरण जेफ बेजोस हुन्। उनले पूर्ण रूपमा असफल भएका धेरै परियोजनाहरूमा पैसा लगानी गरेका छन्, फायरफोन, एमेजन र अन्य धेरै असफल प्रोडक्टहरू। तर उनीहरूले एमेजन वेब सर्भिसेस सुरु गर्दा यो यति सफल भयो कि यो एक प्रोजेक्टको सफलताले अन्य सबै असफलताहरूलाई बेकार बनाइदियो। यसको अर्थ यो होइन कि तपाईँ बिना सोची जोखिम लिनुपर्छ, तर यसको अर्थ तपाईँ असफलताबाट डराउनु हुँदैन, किनभने वास्तविक जित ती असफलताहरूपछि आउने ठूलो सफलताबाट हुन्छ। यो मानसिकता बुझ्ने मानिसहरूले जीवनमा ठूला निर्णयहरू लिन साहस गर्छन्। साना हारले पनि हतोत्साहित हुँदैनन्, किनभने उनीहरूलाई थाहा छ कि यदि खेलमा रहिरहने हो भने एक न एक दिन सिक्काको पुच्छर आउनेछ र ठूलो जित्नेछ। यो नै वास्तविक टेल्स हो। यो तपाईको जितको रहस्य हो। मुनाफा 7औं नियम स्वतन्त्र। तपाईलाई पैसाको सबैभन्दा ठूलो उद्देश्य के हो भनेर सोधियो भने तपाईको जवाफ के हुन्छ?
कसैले सुरक्षा भन्छन्, कसैले शान्ति भन्छन्, कसैले ठूला उद्देश्य भन्छन्, तर कसैले दार्शनिक लक्ष्य भन्छन्। पैसाको सुन्दरता त्यो हो कि यसले तपाईलाई स्वतन्त्रता दिन्छ, आफ्नो जीवन आफ्नो तरिकाले जिउने स्वतन्त्रता। हामी मध्ये धेरैजसो केही न केहीको लागि सङ्घर्ष गरिरहेका छौँ। राम्रो जागिर, धेरै पलाग, ठूलो घर, महँगो कार। तर यदि तपाईले ध्यानपूर्वक हेर्नुभयो भने यी सबै चिजहरूले अन्ततः हामीलाई एउटै लक्ष्यमा ल्याउँछन्। हामी हाम्रा समय र निर्णयहरूमा नियन्त्रण चाहन्छौँ। हामी कसैको आदेश वा बाध्यता बिना आफ्नै अनुसार बाँच्न सक्षम हुन सक्ने चाहन्छौँ। यो वास्तविक स्वतन्त्रता हो। कल्पना गर्नुहोस् कि तपाईसँग यति मात्रै पैसा छ कि तपाईलाई केही गर्न आवश्यक छैन। आफ्नो आवश्यकता पूरा गर्नको लागि होइन, तर तपाईले चाहनु भएकोले मात्र काम गर्दै हुनुहुन्छ। यो सबैभन्दा ठूलो खुसी हो। यसले तपाईलाई आत्मसम्मान, सन्तुष्टि र सबैभन्दा महत्त्वपूर्ण कुरा खुसी हुने शक्ति दिन्छ। धनी हुनु र आत्मनिर्भर हुनुमा फरक छ। धेरै धनीहरू पनि वास्तवमा स्वतन्त्र छैनन्। उनीहरू महँगो कारमा हिँड्छन्, ठूला व्यवसाय चलाउँछन्, तर पनि उनीहरूसँग आफ्नो समय छैन। उनीहरू अरू कसैको अपेक्षा, समाजको दबाव र आफ्नै महत्त्वाकांक्षाहरूमा यति फसेका छन् कि तिनीहरू आफ्नो जीवन आफैमा बिताउँछन्। कतिपय मानिसहरू छन् जससँग धेरै पैसा छैन, तर उनीहरू पूर्ण रूपमा आत्मनिर्भर छन्। उनीहरूले कहिले, कहाँ र कसरी काम गर्ने निर्णय गर्छन्। वास्तविक धन भनेको ब्याङ्क ब्यालेन्समा मात्र होइन, तपाईले आफ्नो जीवन कति स्वतन्त्रतापूर्वक बाँच्न सक्नुहुन्छ भन्ने कुरामा हुन्छ। यो बुझ्ने मानिसहरूले आफ्नो पैसा यसरी प्रयोग गर्छन् कि तिनीहरूले आफ्नो समय र ऊर्जा बचत गर्छन्। तिनीहरू लगानी गर्छन् जसले तिनीहरूलाई दीर्घकालीन स्वतन्त्रता दिन सक्छ र तत्काल आराम मात्र होइन। यदि तपाईले ध्यान दिनुभयो भने संसारमा सबैभन्दा खुशी व्यक्तिहरू ती हुन् जसको आफ्नो समय नियन्त्रण हुन्छ। आफूले चाहेको बेला जहाँ मन लाग्यो त्यही गर्न सक्छन्। हामी हाम्रो परिवारसँग समय बिताउन सक्छौँ, आफ्नो शखहरू पछ्याउन सक्छौँ र हाम्रो मानसिक शान्तिलाई प्राथमिकता दिन सक्छौँ। तर यो स्वतन्त्रता प्राप्त गर्न हामीले केही त्यागहरू गर्नुपर्छ। धेरै पटक हामीले अनावश्यक खर्चबाट बच्नुपर्छ। हामीले साना चाहनाहरूलाई रोक्न र धैर्य गर्नुपर्छ। हामीले यो बुझ्नुपर्छ कि आजको सानो बचत र बुद्धिले हामीलाई भविष्यमा यस्तो स्थितिमा राख्न सक्छ जहाँ हामी आफ्नै शर्तमा बाँच्न सक्छौँ। स्वतन्त्रताको महत्त्व बुझ्ने मानिसहरू पैसालाई खर्च गर्ने कुरा मात्र ठान्दैनन्। तिनीहरू यसमा विश्वास गर्दैनन्, तर यसलाई एउटा उपकरणको रूपमा हेर्छन् जसले तिनीहरूलाई आफ्नो जीवनमा नियन्त्रण प्राप्त गर्न मद्दत गर्दछ। तिनीहरू धनी मात्र हुन्, तिनीहरू धनी बन्न पैसा कमाउँदैनन्, तर तिनीहरू अरू कसैको नियन्त्रणमा नहोस् भनेर पैसा कमाउँछन्। अन्ततः सबैभन्दा ठूलो प्रश्न यो हो कि तपाईँ केवल धनी हुन चाहनुहुन्छ वा तपाईँ साँच्चै स्वतन्त्र हुन चाहनुहुन्छ। यदि तपाईँको लक्ष्य स्वतन्त्रता हो भने तपाईँले पैसाको बारेमा नयाँ सोच विकास गर्नुपर्छ। तपाईँले बुझ्नुपर्छ कि वास्तविक धन त्यो हो जसले तपाईँलाई आफ्नो जीवनको निर्णय आफै लिने शक्ति दिन्छ। यही नै वास्तविक सुख हो, यही नै वास्तविक सफलता हो र यही नै धनको सबैभन्दा ठूलो शक्ति हो। नियम 8, पैसा बचाउँदै। जब हामी धनी बन्ने कुरा गर्छौँ त्यसैले हाम्रो ध्यान सधैँ बढी कमाउनमा केन्द्रित हुन्छ। हामी सोच्छौँ कि हाम्रो तलब वा व्यवसाय आय बढ्यो भने हाम्रा सबै आर्थिक समस्याहरू समाप्त हुन्छन्। तर वास्तवमा पैसा बचाउनु सबैभन्दा महत्त्वपूर्ण आर्थिक बानी हो जसले कसैलाई धनी बनाउन सक्छ। हाम्रो आम्दानी धेरै भयो भने मात्र पैसा बचाउन सकिन्छ भन्ने धेरैलाई लाग्छ, तर यो सत्य होइन। इतिहास साक्षी छ कि धेरै करोडपति र अरबपतिहरू पैसा बचाउन नसकेको कारणले ब्याङ्कक्रफ्टमा परे। अर्कोतर्फ धेरै आम मानिसहरू पैसा बचाउने बानीको कारणले गर्दा आर्थिक रूपमा आत्मनिर्भर हुने कारणहरू छन्। सबैभन्दा ठूलो उदाहरण वरेन बफेट हो। उनी विश्वका धनी व्यक्तिमध्ये एक हुन्। उनको जीवनशैली सामान्य छ। आज पनि घरमा उस्तै छोटहरू पाइन्छन्, तर तिनले 2008मा तिनीहरूको गाडीमा कुनै लग्जरी कार खरिद गर्न सक्दैनन्। तपाईलाई पनि समृद्ध बनाउन मिल्दैन, तर तपाईँ आफ्नो इन्कम 30-40 भागमा बचत गर्नुहुन्छ भने धडीधडीमा आर्थिक वृद्धि गरेर पैसा कमाउन सकिन्छ कि तपाईँलाई यो रकम उपलब्ध गराइन्छ जसमा तपाईँलाई कुनै पनि सानो आर्थिक झट्का लागि डरले डराउन आवश्यक छैन भने तपाईँको रोजगारी चलाउनको लागि पैसा बचाउन सकिन्छ। धेरै पैसा कमाउन सक्नुको अर्थ आफ्नो आवश्यकतालाई बलियो बनाउनु हो भन्ने धारणा, तर यो गलत कुरा बुझाउनुको मतलब यो होइन कि आफ्नो कन्जुस बनाउनु भनेको आफ्नो इच्छा र आवश्यकतालाई सन्तुलित बनाउन सिक्नु हो भने बिना कुनै पनि
कम्तीमा समृद्ध बनाउन सकिन्छ तर आफ्नो घरको आर्थिक विकासको लागि ठूलो बचत गर्न सकिन्छ। उसको शान्तिमा कुनै पनि व्यक्तिलाई पैसा मिलाउन सकिँदैन भन्ने चिन्ताको कारणले तपाईँले पर्याप्त बचत गर्न सक्नुहुन्न भने तपाईँले आफ्नो कामको सही मजबुर गर्न मिल्दैन र तपाईँको जीवनमा तपाईँको जीवनकालमा तपाईँको पैसाको रकम आधा छैन भने तपाईँलाई पनि आर्थिक रूपमा सुरक्षित गर्न सकिँदैन। बशर्ते कि आफ्नो प्राथमिकताहरू सही ढङ्गले सेट गर्नुहोस्। अन्तमा आमिर बन्ने र अमिर बनेको वास्तविक राजतन्त्रमा तपाईँको खर्च कम हुन्छ र पैसाको बचतको फाइदाहरू लगानी गर्नुहोस्, जुन मानिसहरूलाई सरल नियमको रूपमा बुझिन्छ। तर निश्चित रूपमा यो फाइनेन्शियल फ्रिडमको पक्षमा कन्क्लुजन द साइकोलोजी अफ मनीको फिलिङको लागि यो शिक्षा पैसा मात्र हो कि यो गणितको खेल होइन। काँसाबेला पहिलो आकारको इनामेली ज्वारी दूरी जतै धडी बन्दै आएको सब हो। आमनाइमा म जसो आएका थिए जब म फाल्सिल्ली फेद दूरी तैतै तरहबाट आएका थिए। सफ्लेवाला अदेशको हामी बिलालो गर्छौं कि हामी होभाउकरको हिसाबले हो। एजेली आउँदो उबाले दोस्रो सेकेन्ड सेवा कच्चा कुरो हो। येटियो द्रुत अन्वेषण र अक्षुले मोटाबाट एक एजी पनि झाँदै गयो र अपारवादको उत्पत्तिको गीत हो। उस देखाउनु पहिलो बादर दाना दानाले भने कि नाउँमा थियो।